सानो भिडियोहरू हेर्दा कस्तो खुसी लागेर आउँछ है। पक्षी है यी सबै बत्ती बालिहाल्नु। बेबीहरूको अन्नप्राशनको भिडियो हामीले घरको गुरुजीसँग पूजा गराएको थियौँ। जापानमा पनि बाहुनहरू पाइन्छ होला, तर हामीलाई थाहा नभएको कारणले गर्दाखेरि हामीले आफ्नै घरको बाहुनलाई फोनबाट कुरा गर्दै पूजा गरेको थियौँ। रमाइलो भयो। डेकोरेसनको सामानहरू मैले सबै सिनबाट किनेको हो। अनि बच्चाको माला हामीहरूले आफै बनायौँ। त्यसपछि बेबीहरूको लुगा हामीले नेपालबाट दिजु आउँदाखेरि बनाएर ल्याइदिएको थियो। डेकोरेसनहरू देख्नमा सिम्पल भए पनि टाइम धेरै लागेको थियो। खानेकुराहरू पनि 84 व्यञ्जन बनाएको थिएँ। 84 भन्दा पनि बढी नै भयो होला। बेबीहरूले खाने त होइन, एउटा प्रथा भनौँ न, त्यसको लागि बनाएँ। सक्दैन कि जस्तो लागेको थियो, सकेँ भन्नु पर्यो। रमाइलो भयो। अहिले यो भिडियोहरू हेर्दाखेरि गरेको थिएँ है अनि यस्तो फिल हुन्छ। मेमोरी बनाइयो। यस्तो केही फङ्सन्सहरू बनायो भने छोरी एकदम खुसी हुन्छ। हामीलाई पनि एकदम रमाइलो लाग्छ। त्यतिखेर नाइ नहल्लाउने